नमस्ते, गुड मर्निङ। म लोकेन राणा, एलआइपी गोर्खा ट्रेनिङ सेन्टर पोखरा 16 लामा चौरबाट हल इन्टेक 26-27 का लागि सिङ्गापुर पुलिस फोर्स र ब्रिटिस आर्मीका लागि फेज 1 मा सुर्खेत, धरान र पोखराबाट गेट पास लिएर फेज 2 का लागि तयारी गरिराख्नु भएको बाबुहरूको लागि कल फरवर्ड लिस्ट आइसकेको छ र तपाईहरुले आफ्नो कुन जिल्लामा छु र कति गते परेको छ भन्ने कुरा तपाईहरुले हेरेर आफ्नो पूर्ण तयारी गर्न सक्नुहुनेछ भन्ने कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। र सिङ्गापुर पुलिस फोर्सको लागि फेज 2 को सिलेक्सन प्रक्रिया भदौको 10 गतेदेखि 19 गतेसम्म रहेको कुरा म सम्पूर्णमा जानकारी गराउन चाहन्छु भने जसमा 1603 जना बाबुहरूले आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ भने ब्रिटिस आर्मीको लागि सिलेक्सन प्रक्रिया भदौको 22 गतेदेखि असोजको 21 गतेसम्म रहेको छ र जसमा बाबुहरूले 4566 जना बाबुहरूले आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ र आशा छ पक्कै पनि तपाईहरुले यस इन्टेकमा फेज 2 मा पक्कै पनि राम्रो प्रतिस्पर्धा गरेर आफ्नो व्यावहारिकतामा अब्बल र सक्षम, इमानदारीता, अनुशासन, वफादारी का साथ पक्कै पनि आफ्ना हरेक कला कौशलतालाई प्रदर्शन गरेर नाम निकालेर आफू सफल भएर फेज 3 का लागि फाइनलमा नाम निकाल्न सफल हुनुहुनेछ भन्ने आशा गर्दै बाबुहरू सम्पूर्ण बाबुहरूलाई सुन्दरता भन्दा पनि सफलतामा आशा गर्नुस्। पक्कै पनि यो दुनिया सुन्दरता भन्दा सफलता को किनबेचमा अगाडि बढिरहेको छ। त्यो भएर भाग्यमा आशा भन्दा पनि कर्ममा भरोसा राख्ने मान्छे नै अक्सर सफल हुन्छन् र पक्कै पनि कर्म राम्रो गर्नुस्, सफल भएर जानुस्। फेज 3 मा तपाईहरुले राम्रो गरेर इन्टेक 27 को यसपालिको भर्ती प्रक्रियामा आफ्नो नाम निकालेर भर्ती लागेर जानुहुने छ भन्ने पूर्ण आशा राख्दै तपाईहरुको पूर्ण सफलताको कामना गर्दछु। धन्यवाद। शुभ दिन। जय इलाइट, जय नेपाल।